मर्निङ सबैजनालाई। अहिले चाहिँ हामी म ओम प्रकाश र हामी सबैजना चाहिँ आइपुगेको छौँ गोसाइकुण्ड ट्रेकमा होइन। हेर्न सक्नुहुन्छ यहाँनिर हामी यहाँबाट चाहिँ के अरे धुन्चेबाट हामी यता हेर न, धुन्चेबाट चाहिँ हामी लगभग 5 मिनटको चढाइमा यहाँ आइपुगेको छ। 2 किलोमिटर लगाइरहेको छौँ होइन। यहाँभन्दा तल चाहिँ बाइक जाँदैन है। बाइक हामी यहाँनिर पार्किङ गरेर यहाँबाट जानुपर्ने हुन्छ हामी। र अब यहाँबाट हाम्रो रियल ट्रेकिङ स्टार्ट हुन्छ र तपाईँहरूले सबै इन्फर्मेसन म टच गर्नेछु यो भिडियोमा। हजुर लौरो लिएन त यार। तर आले झर्नु भयो माथिबाट? कतिबाट झर्नुभयो त अरू? यता क्यामेरा गर्ने यार। ओके ओके ल धन्यवाद। ठाडै गलो रहेछ होइन, एकछिनमै थकान लाग्दो रहेछ। अहिले चाहिँ हामी लगभग 1-1.5 घन्टा हिँडिसकेका छौँ होइन। र बाटो एकदम कठिन छ, उकालो धेरै छ साथी हो होइन। हामी लगभग अहिले चन्दनबारी पुग्नु पनि समय लाग्छ हामीलाई। हेर्न सक्नुहुन्छ पछाडि पुरै कुहिरो लागिरहेको छ होइन, पुरै कुहिरो लागेको छ। रमाइलो भइरहेछ होइन। त्यो सामान चाहिँ सकभर कम बोकेर आयो भने चाहिँ सजिलो है। धेरै सामान बोकेर आयो भने चाहिँ मर्निङ चढाइमा चाहिँ गाह्रो हुन्छ। ठिक छ। कतिको थकान भइरहेछ? ठिक छ। कम त उकालो चढेर त हामी अहिले यतिको थकान भयो भने भरे जान्थ्यो होला, त्यही भएर पुरै चिसोले है, पुरै चिसो छ होइन। र अझै यो यत्रो उकालो चढिसक्यो होइन, माथि गएर चाहिँ पुरै ठाडो उकालो छ अरे। 4 पहिला हिँड्दा थाक्छ मान्छे भनेर भनिरहेछ नि होइन। मान्छेसँग कुरा गर्दै झन् आउँदो रहेछ होइन। हुन त गाह्रै हुन्छ होइन, गोसाइको रिजनमा त इजी यार, किनकि इट्स भेरी हाटो। यहाँको भ्यू चाहिँ यस्तो छ गाइस। मेरो छोरी चाहिँ एकदम फुर्तिलो है। मेरो छोरी फुर्तिलो। अति गाह्रो छ गाइस, अति गाह्रो। सक्दैन, गाह्रो छ, सजिलो छैन यार, सजिलो छैन। गोसाइकुण्ड सजिलो छैन यार, गाह्रो छ, धेरै गाह्रो छ। सोचेको भन्दा गाह्रो छ, सोचेको भन्दा गाह्रो छ, सोचेको भन्दा। ठाउँमा होटल छ, हेर्न सक्नुहुन्छ होइन। त्यहाँ होटल छ, रमाइलो भइरहेको छ जोस। हामी चाहिँ भर्खरै सुरुवात भएको छ अरे। चन्दनबारी पछि हो हामी बस्ने। लाली गुराँस कसरी फुलेछ है? लाली गुराँसको सहरमा जान नसके नि, लाली गुराँस भएको ठाउँमा आइपुग्नु पर्छ होइन। कति फुलेछ सबै लाली गुराँस। माथितिर चढेपछि अलि ठाउँमा होटल हुँदो रहेछ जिउस, एउटा दुईटा। होटल भन्दाखेरि यहाँ लाली गुराँस चाहिँ अलि तल चाहिँ रातो रातो, मासतिर आएपछि अलिकति पिङ्क अनि व्हाइट मात्र देख्न पाइरहेछौँ हामीले। रेड यहाँ यहाँ एक ठाउँमा मात्र देख्न पायौँ रेड, त्यहाँ छ। अलि तलबाट भन्दा माथिसम्म आउँदाखेरि, यहाँसम्म आइपुग्दाखेरि बिचमा देखेको थिएन। तै पनि धेरै हिँड्यो नि हामी है। अझ त्यो त्यसरी धेरै बेर नबसेको भए त हामी माथि नै पुग्ने रहेछ है। ठिक छ।
कति हो घोडाको त यहाँदेखि माथि? 10,000? ओहो होइन कान्छी आऊ सो फेरि गाह्रो छ कि सजिलो छैन गोसाई कुण्ड इज नट इजी टु ट्राभलिङ सो प्लिज अब कान्छीको सपना हो जसले पनि चढ्छ के छ कस्तो छ थकान भयो एकदम ठिक छ कता जाने हो तिमी माथि जाने हो नि कता कता हो जाने घरै देखिरहेको चढ्दै गरे रहेको बेचारा साला तू पैसा कमाऊ घुम तानी जान साला मरियो त साला हाम्रो 10 कटा बोकेले चाहिँ रहिरा रे कति त खाजा सेट पक मामुली भइन्छ पक के छ एक्सपिरियन्स कस्तो भइरहेको ब्ल्याक कफी हामी त प्यार यस्तो गरेको थियो हैन सो हेलो गाइज गुड मर्निङ फ्रम गोसाइकुण्ड लेक होइन त्यो गोसाइकुण्ड लेकमा चाहिँ हामी बल्ल पुग्न लाग्छौँ जाँदैछौँ पहिला हामी लगभग हामी 20% भर्खरै अब 20% पनि नभनौँ होइन भर्खर हिँडिसकेका छौँ होइन थकान साह्रै लागिसक्यो होइन यस्तै चाहिँ यहाँनिर हेर्न सक्नुहुन्छ मौसम मेरो पछाडि क्या कुल मौसम छ होइन वाल जोतहरू जेहोस् रमाइलो भइरहेछ होइन दुःखका साथसाथ रमाइलो पनि भइरहेछ होइन इन्जोयमेन्ट पनि भइरहेछ एकदम वन्डरफुल वेदर चाहिँ यहाँनिर हेर्न सक्नुहुन्छ वाल छ जेहोस् मेरो कान्छी अझै तलै चाहिँ आइपुगेको छैन हामी चाहिँ यहाँ बसेर हल्का के छ बर्खास यहाँको मौसम हेर्न सक्नुहुन्छ तपाईँहरू पनि होटल छ यस्तो चिसो मौसम छ यार अब देउराली अझै 2500 मिटर छ माथि होइन र धिम्सा 2900 मिटर लगभग 3 किलोमिटर 1 घन्टा लाग्छ भनेर छ होइन हामीसँग बच्चा छ होइन 1 घन्टा भनेछ तर 1 घन्टाबाट बढी लाग्छ यो डेम्सी चाहिँ यो 1 आवर यहाँ चाहिँ 2500 मिटर देउराली छ लगभग उति नै छ 400 मिटर फरकमा छ यो चाहिँ लामटाङ नेसनल पार्क पनि छ अगाडि हेर्न सक्नुहुन्छ तपाईँहरू होइन जसमा चाहिँ विभिन्न प्रकारका बियर यो मयूरहरू सबै छन् होइन यस्तो छ होटल यहाँ बिचमा होटल पाइरहेछ होइन बस्ने ठाउँहरू पनि छ होइन तर अलिक दूरीमा चाहिँ खासै थकान चाहिँ ओभरै लाग्दो रहेछ होइन भगवान थकान लाग्दो रहेछ होइन गाह्रो छ गाइज गाह्रो बुढाबुढीको हिँडाइ भइरहेछ होइन एकदम गाह्रो छ हामी बिहान 9 बजेदेखि नन स्टप हिँडेको छौँ यार गाइज होइन 5:30 भइसक्यो चन्दनबारीमा आइपुग्यौँ हामी जस अझै हामी 35% आइसकेछौँ लगभग अब 65% अझै बाँकी छ भोलि अब चढ्नुपर्छ आज चढ्ला जस्तो स्थिति छैन के छ कान्छी एकदम ठिक छ ठिक छ खानेकुराको कति आवश्यकता पर्दो रहेछ खानेकुराको आवश्यकता त धेरै छ ठिकै अब
पानीहरू तातो पानीहरू बोकेर आउनु होला है खानेकुराहरू लेक लाग्ने भएको भएर सकेसम्म घरबाट मकैहरू भुटेर पनि ल्याउनु होला त्यो राम्रो हुन्छ ड्राई बिस्कुटहरू भन्दा अलि एनर्जी दिने चिजहरू लिएर आउनु होला त्यो ल्याउँदा चाहिँ अलि राम्रो हुन्छ कि थकान चाहिँ डेन्जर लाग्दो रहेछ होइन भने जस्तो सजिलो छैन होइन त्यो कुरेर बस्नुभन्दा बरु बिस्तारै बिस्तारै हिँड्दै गऱ्यो भने चाहिँ अलिक चाँडै पुग्दो रहेछ एकै ठाउँमा बस्यो भने टाइम धेरै लस हुँदो रहेछ होइन एक ठाउँमा बस्यो भने आधी घन्टा त्यसै जान्छ कि हिँड्नै मन लाग्दैन फेरि बिस्तारै हिँड्दै हिँड्दै आइसक्नु भएको छ हाम्रो दाइहरू कस्तो रमाइलो भयो त दिदी अनि हिउँ परेछ रमाइलो हुने भयो यार बिहान एक दिनमा भोलि दिनभरिमा भ्याउँछ फर्केर होइन चाँडै जानु होइन हामी चाहिँ फर्केर आउनुहुन्छ फर्किनु पर्दैन हामी उतै बन्दिकै त्यसै जानु त 8 बजे गयो नि पुग्नुहुन्छ ए ल यसो हाई गरिदिनुहोस् जाँदा जाँदै हुन्छ हुन्छ हजुर बिस्तारै गइरहेछौँ गाह्रो छ धेरै गाह्रो छ हस्पिटल छ हजुर आज हामी त फर्केर आउँला भन्ने आशा थियौँ हजुर तपाईहरु त पुग्नु 3 घण्टामा पुग्नुहुन्छ तल अनि बानी छ के उहाँहरुलाई उहाँहरुको बानी हुन्छ कि हिँड्ने यतातिर सधैँ पहाडमा हाम्रो बानी छैन तराईबाट आएको हामी पहाडमा नसकेको भाइ ल 10-15 मिनेट ल रुममै बस्नु 2 घण्टा हजुर अहिले देखि रुममा बस्ने यहाँ अब यही चन्दनबारी के बारी छ चन्दनबारी रुममा बसेर भोलि कतिखेर पुग्नु बसे हुन्छ गाह्रो भइरा हुन्छ बेकार अलि माथि गएर बस्नु माथि कति घण्टा छ र ठ्याक्कै 1.5 घण्टा पछि तपाईहरु 6:30 बजे पुग्नुहुन्छ हो त्यो भन्दा माथि ठ्याक्क हुन्छ तपाईहरु चाहिँ कुन ठाउँबाट आउनु भएको हामी त गोसाइकुण्डाबाट गोसाइ होइन के काठमाडौँबाट ए उहाँहरु चाहिँ यस्तो गएर आइसक्नु भयो भने त हामीले जाने यस्तो गाह्रो भइरहेछ उहाँहरु चाहिँ हामीले सजेस्ट गर्नुभयो कि चन्दनबारी भन्दा पनि अलिकति माथि गएर 1.5 घण्टामा जति बिस्तारै हिँडेर पुगिन्छ दिदी बुझ हामी बिस्तारै हिँडेर हाम्रो मेरो त पाइला झन् बस्दै बस्दै गा हो यो चन्दनबारीबाट ठ्याक्क 1.5 घण्टा त्यो माथि एउटा स्टेप छ त्यहाँनिर गएर बस्नु भयो भोलि तपाईलाई लौरी बिनाएको उकालो चढ्न गाह्रो हुन्छ हामीलाई 4 घण्टा लाग्यो बिहान त्यहाँ यहाँ ल ल ल जानु हामीले भने मान्नु हामीलाई खाली जान चढ्न गाह्रो छ कति घण्टा लाग्छ दाजुहरूले हेर्नुहुन्छ कतासम्म कुण्डा लाग्छ नि आज पुग्दैन आज पुग्दैन चन्दनबारी कतिसम्म लाग्छ चन्दनबारी हजुर लाग्दा 3 घण्टा 3 घण्टा ना फार के दे चॉकलेट में फार के दे चाहिए फार ले मुंह में डाल ले ल इन कहाँ देखाउनु भयो तपाईँहरू काठमाडौँदेखि कहिले हिँड्नु भयो बिहान हिँड्नु भएको च्यानल छ मेरो ओके भ्लग छैन ओके एवाई त्यो सब्सक्राइब कुन च्यानल मेरो आफ्नै छ त्यस्तो नाम चाहिँ त्यस्तो केही राखेको छैन आफ्नै नम्बर राखेको छ हैन मेरो धेरै छैन तपाईँ मलाई सब्सक्राइब गरेपछि म तपाईँलाई रिटर्न गरिदिन्छु मेरो 6 सब्सक्राइबर एकदम बिगिनिङमा छु हजुर हुन्छ सुरुमा चाहिँ अलि मेहनत गर्नुपर्छ 2-3 वर्षमा हुन्छ के 5000 क्रस हुन्छ जान्छु हैन हजुर त्यसमा शर्ट्सहरु मात्र हालेको छु मैले ठीक छ शर्ट्सले बढ्ने हो के सब्सक्राइबर शर्ट्सले बढ्ने नै शर्ट्सले हो के सब्सक्राइबर मेरो 5000 कति छ के मैले नि बीचमा छोड्दै 1-2 वर्ष सुरुमा आदि नेपाल घुमिसके यो हो बाइकमा पहिलेदेखि 18 वर्षमा ओभर मुस्ताङ हजुर मेरो नि यस्तै ग्याङ छ के फर्स्ट चोटि फ्यामिली लिएर आएको यतातिर हेर्नु न मेरो युट्युब च्यानलमा सबै छ
ट्राभलिङहरूको सबै छ ल ल ओके हुन्छ हुन्छ के अरे चन्दबारी के भन्दै थिएँ चन्दनबारीमा चाहिँ बस्नु पर्ला जस्तो लाग्छ मलाई ल बुढी हाई गर्दै त यतातिर हाई गर्दै जान के छ हालको पर ए जम्मा 100 मिटरको फरकमा यति 100 मिटरै यति उकालो चाहिँ सो गाइजहरू हामी चाहिँ हल्का यहाँनिर आएर दोराले भन्दा माथि आएर हल्का नास्ता पानी खाइसकेछौँ र हल्का डाइट मेन्टेन भइसक्यो होइन पानी सानी खाइयो होइन बस्ने ठाउँ चाहिँ विभिन्न धेरै छन् कि बस्ने ठाउँहरू धेरै ठाउँमा छन् यसो आराम गर्दै जानु पर्दो रहेछ नन स्टप गयो भने चाहिँ थकान पनि लाग्छ जान पनि सकिँदैन त्यही भएर र यहाँनिर हल्का बसेर घरबाट ल्याएको नास्ता अनि बाटोमा किनेको च्याचोहरू केहरू खाइयो होइन त्यो ट्रेकिङ गर्दाखेरि चाहिँ खानेकुरा चाहिँ बोकेर हिँड्नु पर्दो रहेछ होइन यसो भटमास भए पनि होइन चना भए पनि जे भए पनि यसो हालेर हिँड्यो भने चाहिँ सजिलो हुँदो रहेछ होइन र यहाँबाट हामी अब 3-4 घन्टाको हिँडाइमा चाहिँ हामी पुगिहाल्छौँ चन्दनबारीमा आज हाम्रो बास हुन्छ र भोलिपल्ट हामी कोसिस गर्छौँ गोसाइकुण्डसम्म पुग्नको लागि होइन तर सोचे जस्तो हुँदैन रहेछ हामी सोचेको थियो 2 दिनमा पुग्छौँ भनेर तर गाह्रो रहेछ गाइज होइन यहाँ भने चाहिँ कमसेकम तपाईँले 1 हप्ता 7-8 दिनको चाहिँ प्याकेज बनाएर चाहिँ आउनुपर्ने हुन्छ तपाईँहरूले चाहिँ सबै इन्फर्मेसन दिन्छु भिडियोमा चाहिँ लागिराख्नुहोस् है भिडियो फेरि स्टार्ट भइसकेको छ यहाँबाट होइन गाह्रो छ गाइज गाह्रो बुढाबुढीको हिँडाइ भइरहेछ होइन एकदम गाह्रो छ हामी बिहान 9 बजेदेखि नन स्टप हिँडेको छौँ यार गाइज होइन 5:30 भइसक्यो चन्दनबारीमा आइपुग्यौँ हामी जस अब हामी 35% सम्म आइसकेछौँ लगभग अब 65% अझै बाँकी छ भोलि अब चढ्नुपर्छ आज चढ्ला जस्तो स्थिति छैन यस्तै हो के छ कान्छी एकदम ठिक छ खानेकुराको कति आवश्यकता पर्दो रहेछ खानेकुराको आवश्यकता त धेरै छ ठिकै अब तातो पानीहरू बोकेर आउनु होला है खानेकुराहरू लेग लाग्ने भएको भएर सकेसम्म घरबाट मकैहरू भुटेर पनि ल्याउनु होला त्यो राम्रो हुन्छ ड्राई बिस्कुटहरू भन्दा एनर्जी दिने चिजहरू लिएर आउनु होला त्यो ल्याउँदा चाहिँ अलि राम्रो हुन्छ कि थकान चाहिँ डेन्जर लाग्दो रहेछ होइन भने जस्तो सोचे जस्तो सजिलो छैन होइन त्यो कुरेर बस्नुभन्दा पनि बिस्तारै हिँड्दै गऱ्यो भने चाहिँ जस ठाउँमा चाहिँ होटलहरू हामी पाइरहेको छौँ होइन म त भन्छु तलबाट देखिरहेको नि त केटीहरू भनेर त्यहाँ पुग्नलाई 2 घन्टा लाग्यो 2 घन्टा लाग्यो 1.5 घन्टा लाग्यो 1.5 घन्टामा होइन जति पहिला हल्का अगाडि गयो भने भन्छु होइन भोलिदेखि पनि पुगिन्छ अरे हामी त गाह्रो पनि 50% आइसकेको बाल सिन्छ यतातिर उज्यालो हुँदछ गरेर 7 बजेसम्म पुग्यो भने पुग्दैन अरे त्यहाँ होटलै छैन अरे 2 घन्टा हिँड्नुपर्छ 2 घन्टा रहेको के अरे चन्दनबारीमा आइपुगेको छु होइन यहाँनिर हेर्न सक्छु होटलहरू एकदम पछाडि अगाडि पछि चारैतिर छ होइन र यहाँनिर एउटा सिस्टम के छ समितिले चाहिँ के सिस्टम राखेर चाहिँ भनेर होइन होटलहरू चाहिँ अब पालो सिस्टम रहेछ क्या नम्बर सिस्टम एक दिन गेस्टहरू आयो भने यता बस्ने अर्को दिन माथितिर बस्ने भनेर चाहिँ त्यसरी सिस्टमहरू चाहिँ र पर व्यक्ति 1000 को दरले चाहिँ एउटा सादा खाना र बस्नलाई पर व्यक्ति 1000 को दरले चाहिँ यहाँ रुम पाइरहेछ लास्ट चिसो रहेछ यहाँ 0 मजाले होटलमा बसेर खाइरहेको छु भोलि बेलुका 6-7 बजे पुग्छु होला गोसाइकुण्ड होइन यस्तै हो